कृषि तथा पशु मूल्य श्रृङ्खलामा नवीनता परियोजना अन्तर्गत सञ्चालन गरिएको कृषि उद्यम द्रुतीकरण कार्यक्रममा सिद्धले गाउँपालिका 2 नलाङ पातलेकी रोशिका गुरुङ उत्कृष्ट कृषक उद्यमी घोषित हुनु भएको छ। कार्यक्रम अन्तर्गत आयोजित उत्कृष्ट 3 कृषि उद्यमी छनौट तथा सम्मान समारोहमा गुरुङ प्रथम, सिद्धलेक 6 का रामकुमार श्रेष्ठ दोस्रो तथा नीलकण्ठ नगरपालिका 10 का बुद्धि प्रसाद बुर्लाकोटी तेस्रो हुन सफल हुनु भएको हो। उहाँहरूलाई जनही 50,000 रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरिएको एक्स नेपालका कार्यकारी निर्देशक कमलराज ढुङ्गानाले जानकारी दिनुभयो। चौथो स्थान हासिल गर्नुभएको बिमला कोइरालालाई भने ग्लोबल आइएमई ब्याङ्कले 10,000 रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो। एक्सन नेपालले हेफर इन्टरनेशनल नेपाल र नीलकण्ठ नगरपालिकाको साझेदारीमा सञ्चालन गरेको उक्त कार्यक्रम उच्च सम्भावना भएका कृषक उद्यमीहरूको पहिचान, क्षमता विकास तथा व्यावसायिक उन्नयन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रमले कृषिलाई परम्परागत पेसाबाट व्यावसायिक तथा बजारमुखी उद्यममा रूपान्तरण गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ। कार्यक्रमको पहिलो चरणमा 1500 किसानका लागि खुल्ला आवेदन आह्वान गरिएको थियो। प्राप्त आवेदनहरूको विस्तृत मूल्याङ्कन पछि जलवायु मैत्री प्रविधिको प्रयोग, उत्पादन क्षेत्रफल, बिक्री परिणाम, नवपरिवर्तनशील सोच तथा नेतृत्व क्षमताका आधारमा उत्कृष्ट 25 जना कृषक छनौट गरिएको थियो। छनौट भएका कृषकहरूलाई उद्यम विकास सम्बन्धी सघन तालिम प्रदान गरिएको थियो। तालिममा उत्प्रेरणा, व्यवसाय व्यवस्थापन, बजार विश्लेषण, वित्तीय योजना, उद्यम विस्तार तथा नेतृत्व विकासका विषय समेटिएका थिए। साथै सहभागीहरूले आगामी 3 महिनाका लागि आफ्नो उद्यम सुधार तथा विस्तार गर्ने कार्ययोजना पनि तयार गरेका थिए। 3 महिनासम्म कार्ययोजना अनुसार विभिन्न गतिविधि सञ्चालन गरेपछि कृषकहरूको प्रगति मूल्याङ्कन गर्न बहुपक्षीय निर्णायक मण्डलले खेत तथा उद्यममा प्रत्यक्ष अवलोकन भ्रमण गरेको थियो। निर्णायक मण्डलमा शैक्षिक क्षेत्रका विज्ञ, डिजिटल, कृषि तथा निजी क्षेत्रका प्रतिनिधि, स्थानीय सरकार, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहभागी थिए। कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा उद्यममा देखिएको सकारात्मक परिवर्तनका आधारमा उत्कृष्ट 10 जना कृषक अन्तिम चरणका लागि छनौट भएका थिए। अन्तिम चरणमा पुगेका कृषकहरूलाई पिचिङ तथा कथा वाचन सम्बन्धी 2 दिने तालिम प्रदान गरिएको थियो, जसले उहाँहरूलाई आफ्नो अनुभव, उपलब्धि, सिकाइ तथा भावी योजनाहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग पुगेको कार्यकारी निर्देशक ढुङ्गानाले बताउनुभयो। उक्त कार्यक्रमको अवसरमा छनौट भएका उत्कृष्ट 25 जना कृषकलाई नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गानाले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो।